हाम्रो करासोल्ट कहाँ गएको बिहान बिहान कहाँ गयो हाम्रो करासोल्ट चाहिँ केटी भएको मित्र हो हेलो गाइस वेलकम ब्याक टु माई च्यानल आरजे भ्लग फेरि तपाईँहरू स्वागत छ साथीहरू है यस्तै छ जिन्दगानी यस्तै चलिरहेको छ साथीहरू है के गर्नु है अब के भन्नु अब भन्नु पनि सकिन्न है तर चाहिँ जिन्दगी चलिरहेछ चल्नुपर्छ है साथीहरू जे भन्छ राम्रै भइरहेछ होइन अब राम्रो भाषै भनौँ नभए पनि अब है राम्रो बनाउनु पर्यो त्यही कारण चाहिँ यस्तै छ साथीहरू होइन अब के गर्नु है अब यहाँ चाहिँ अब पोर्चुगलमा चाहिँ अब कसलाई के भन्ने है कसलाई के भन्ने छैन अब यसो अब बिहान सानो उठ्यो हिँड्यो है यसो वाक गर्न हिँड्यो हल्का दुल्का भिडियोहरू हाल्यो है त्यही हो कमेन्ट गर्ने होइन त्यस्तै छ साथीहरू होइन तपाईँहरू प्लिज लाइक एन्ड कमेन्ट होइन सब्सक्राइब गरिदिनु चाहन्छु साथीहरू केही नयाँ नयाँ अपडेटहरू म ल्याउँछु होइन साथीहरू इन्फर्मेसन ल्याउँछु पोर्चुगलको बारेमा अनि कोही युरोप अल युरोप कन्ट्रीको बारेमा केही इन्फर्मेसन दिने कोसिस गर्छु क्या तपाईँहरूलाई म दिने कोसिस गर्छु तपाईँहरूले चाहिँ मलाई चाहिँ फलो गर्नु चाहन्छु सब्सक्राइब गर्नु चाहन्छु है साथीहरू यस्तै छ होइन मजाको मौसम भएर चिसो छ अनि हाम्रो के छ युकेवाला मौसम हाम्रो फेरि सुनको जान्दारा हो क्या एकचोटि भएर भएको नि टिकटकमा सुनको जान्दारा होइन हिरो अन्त के भन्छ साथीहरू अब है अब काठलाई कुरेर बसेछ काठ अहिलेसम्म आएको छैन साथीहरू है अब कहिले आउनेहरू थाहै छैन है अब यसो काठ आएर यसो घरतिर जाउँ भन्यो भने है भनेको सोचेको अब यसो अब नेपालतिर गएर यसो चुनावहरू चल्दैछ आउँदैछ यसो गएर अब चुनाव यसो भोटसोट हालौँ भनेर सोचेको छैन के गर्नु अब यस्तै अब यतिखेरै बस्यो जस्तो लाग्छ है साथीहरू अब फिङ्गर गरेको पनि तपाईँको भएको वर्ष दिन भयो उहाँ साथीको पनि है मेरो पनि आउने कहिले थाहै छैन है यसो आयो भने यसो घरतिर लागौँ भनेको घर छोडेको पनि लगभग 17-18 महिना 2 वर्ष त्यति भइसके है पोर्चुगलमा त त्यस्तै छ साथीहरू पोर्चुगलमा सबैको त्यही छ है कहानी केटा साथीहरू कसैको 2 वर्ष भयो हुन्छ कसैको 3 वर्ष भयो हुन्छ कसैको 4 वर्ष भयो हुन्छ गाह्रो छ पोर्चुगलमा यति गाह्रो छ कि यहाँ चाहिँ अब डकुमेन्टेसनको लागि एकदमै ढिलो छ क्या यहाँ छिटो त छैन क्या छिटो भन्छन् है कहाँ छिटो हुन्छ एकदमै ढिलो छ अक्कल आइसक्यो यस्तो छ तर काठहरू त आइरहेछ आउनु त होइन बिस्तारै सबैको आइरहेछ आउनु त अब यहाँ पनि अनलक्की हो तर हाम्रो पनि आउँला होइन किनभने चाहिँ तपाईँको चाहिँ काठ अब यत्रो मान्छे छ यहाँ तपाईँको है भन्नु सकिन्न कि यहाँ लगभग तपाईँ 15-20 लाख त होला क्या 15-20 लाख होला 15-20 लाख होला अब त्यसमा अब कहाँ थपेर दबेर बसेछ फाइलहरू होइन त्यही कारण चाहिँ एकदमै त्यो छ क्या यहाँ अब नेपालको मात्रै होइन नि सबै कन्ट्रीको छ अब है गाह्रो छ नि यहाँ तपाईँको त्यही कारण चाहिँ कहाँ दबेछ बसेछ होला त्यही गरेर चाहिँ अहिले यति साह्रो गाह्रो भएर छ कि त्यहाँ फेरि यहाँ एउटा फेरि के हो यो दलियाहरूले यहाँ पोर्चुगलको दलियाहरूमा डाका फटाहरूले है 200 रुपियाँ खाइयो अनि पिसी चाहिँ डुप्लिकेट बनाएर झनै बराबर बनाएर साथीहरू है यस्तै छ यार साथीहरू त्यस्तै गर्नु डुब्यो कि हो दोष खत्तम छ क्या यहाँ करेला बनाइदियो खुदस करेला बनाइदियो बाबा के गर्ने हो यस्तै छ तितो करेला बनाइदियो दलियाहरू डुप्लिया पिपिसी डुप्लिकेट बनाइदिएर यार गाह्रो छ साथी पोर्चुगलमा मिठो छ मौसम पनि
आमा पकाउन दामी देख्छ त हो यो अब झन् चुनाव आउँदैछ है चुनावले झन् के गर्छ थाहै छैन साथीहरू यहाँ चुनाव आउँदैछ नेपालमा चुनाव यहाँ चुनाव हो आमा के गरिदियो थाहै छैन चुनावले झन् आज है अब चुनाव आएपछि के गर्छ होइन केही अपडेट ल्याउँछ नयाँ अपडेटहरू है झन् पहिला त्यस्तै टर्सा रहेछ अनि फेरि चुनाव आएर फेरि केही त्यस्तो नयाँ अपडेटहरू आइदियो भने त्यस्तै छ यार के भन्छ एक तर्फबाट त कारा छैन है तनाव छ यार जिन्दगी यार बढ्छ यार जिन्दगी बढ्छ खाना नभए मर्छ भन्छ त्यस्तै भइरहेछ है त्यही भएर चाहिँ यस्तो भइरहेछ यार के गर्ने है अब यहाँ यो आँखाहरू पनि यस्तो दुखिरहेछ क्या आँखा नानीहरू पनि के भएको होला खोइ यार साथीहरू दुखिरहेछ आँखा नानीहरू पनि मजा माथि मौसम पनि हुस्सो लागिरहेछ है अब पानी पर्ला जस्तो यस्तो मौसम पनि भइरहेछ साथीहरू पवन रनिङ गर्ने क्या यसो सिसाइडतिर घुम्नु होइन यसो सिसाइड यसो त्यस्तो जाने माथितिर घुम्नु सिसाइडतिर क्या जाउँ त फेरि माथिको कन्टिनेन्ट जाउँ न त त्यहाँबाट फेरि उता कन्टिनेन्ट यता फब्लिक गरौँ न त होइन ठिक छ क्या 1 घन्टा वाक गर्नै पऱ्यो नि के छ र काम है यस्तै छ गाह्रो छ है पढ्छौँ छ गाह्रो छ पोर्तुगलमा वा यहाँको घरहरू यस्तो छ हेर्नु नयाँ साथीहरू है सानो सानो है त्यस्तै पहिलो जमाना पहिला सानो सानो छ घरहरू पनि चिटिक्क परेको सानो सानो क्या यहाँको घरहरू चाहिँ है यो घर चाहिँ देख्दा त मलाई चाहिँ कस्तो याद आउँछ भने यता यस्तो रे पाहाडको यस्तो छेउछेउमा घाटको अगाडि बरान्डा यस्तो भएको देखेको भने पहिला चाहिँ म चाहिँ सानोमा चाहिँ इन्डियामा बस्थेँ कि त्यो बाबाहरूसित बस्नेमा सरकारी कोठामा क्या त्यस्तो लाग्छ कि ठक्क यस्तो आफ्नो ठक्क बरान्डा पार्कहरू गाडी पार्कहरू होइन फ्यामिली क्वार्टर त्यस्तै लाग्छ कि साथी है यस्तो छ फ्यामिली क्वार्टर सेम फ्यामिली क्वार्टर जस्तै कि त्यो चल्छ होला सानो साथीहरू यो फ्रिज फालिरहेको छ यहाँ है यस्तो चाहिँ यहाँ फ्रिज टक्क फालिहाल्छ कि यो दायाँ फ्रिजहरू फ्रिज फालिदिन्छ कि फालिहाल्यो त्यस्तो छैन क्या तपाईँको यो सेम युकेतिर पनि यस्तै पहिला यो युकेले बनाइदिएको घरहरू सबै यो डिजाइन त्यस्तै अपरेसन गरिदिएको सेम त्यस्तै कि टक्कलाई गाडी पार्किङ टक्कलाई साइडमा होइन गाडी पार्किङ अनि अब तपाईँको यता मजाले हेर्नु सक्नुहुन्छ यता मजाले दुबाहरू छ है चट्ट लगाएर है यस्तो मजाले गर्छ ठुलो घर है त्यो ठिकै लाग्छ यता यहाँ ठक्कै यता निक्लिन्छ नि त साथीहरू यस्तै छ जिन्दगानी चलिरहेछ है साथीहरू यहाँ ज्यादा गर्छ नि सो वाक पुरा गर्ने है आँखा पुरा आँखा चिलाएर चाहिँ के यो
आँखा चिलाएर के भयो अरे यो गरौँ बबाल बबाल बनाउनु पऱ्यो नि यो जेब्रा क्रसिङ साथीहरू ल है पोर्चुगल्स रोडहरू चाहिँ यस्तो छ रोडहरू पनि होइन स्कुलको बच्चाहरू खेल्दैछ है यो आँखामा चाहिँ रातो साथीहरू के भयो होला न आँखा चिलाइरहेछ क्या तर कताबाट पस्यो जस्तो लागेको छ अब यसलाई चाहिँ गएर आइस ड्रप हान्नुपर्छ क्या टक्कल आइस ड्रप हान्ने होइन के भएर यस्तो चिला छ कि हिजोबाट चिलाइरहेको थियो कि आँखामा कताबाट पस्यो जस्तो लाग्यो मलाई पनि त्यही त अब एउटा गएर उता आइस ड्रप हाल्नु यो चाहिँ स्कुल बच्चाहरू खेल्ने होला ठाउँ यस्तो छ ठाउँ मजाको छ है ठाउँ चाहिँ बवाल छ है यस्तो घुम्न ठिकै हुन्छ क्या त यस्तो सफा छ क्या यस्तो ठाउँमा बस्नु मजाले होइन यस्तो बच्चाहरू पार्क छ है यस्तो छ क्या मजा आँखा रातो रातो भएको छैन मेरो होइन कचरा पस्यो होला क्या चिसो चिसोले चाहिँ होला कचरा पनि पस्यो होला अब यो साफ गर्नुपर्छ उता गएर चिया चिलाएर चाहिँ क्या चिसो लाग्यो क्या मान्छे यत्रो घर छ यत्रो घर छ मान्छेहरू यहाँको मान्छेहरू बढिँदैन हाम्रो नेपाल जस्तो हुँदैन कि आफ्नो काम गऱ्यो आयो टक्क खायो सुत्यो होइन त्यस्तो छ कि यहाँ चाहिँ जे सिस्टम ठिक छ कि यहाँको कसैलाई डिस्टर्ब पनि गर्दैन होइन टक्क लगाएर मजाले
उता जाने मेन रोड कुर्नु यतै हो यत्रो घरहरू छ हेर सिस्टम पनि ठिक छ कि सायद दायाँ माया सट्ट लगायो गाडी खर पार्क गर्छ होइन यस्तो मजाको भ्यू देखाएर है बाबा जाडो भएर छ है पवन कस्तो छ ठिक छ सो गाइस त्यस्तै छ होइन अब हामीले त वक पनि अब गरेर भइसक्यो होइन वक गरेर अब यस्तो घरतिर जाँदैछु साथीहरू होइन अब यस्तो छ पुरा हाइवे रोड हामी आइसक्यो पुरा घुमेर चाहिँ अब घुम्नु त के घुम्नु अब पहिल्यै जति पनि घुमिरहेको है तर चाहिँ बिहान चाहिँ हामी चाहिँ मर्निङ वाक चाहिँ हिँडेको साथीहरू होइन अब घर अब कति बस्ने भनेर चाहिँ यसो बाहिरतिरको हावा चाहिँ यसो मल खाने अब हावाहरू शुद्ध हावा हेर्ने भनेर चाहिँ यसो बाहिर आएको साथीहरू होइन अरू त केही छैन नयाँ अपडेटहरू केही नयाँहरू अपडेटहरू आयो भने मैले चाहिँ तपाईँहरू चाहिँ ल्याउने कोसिस गर्छु साथीहरू होइन त्यस्तै छ है
अब पोर्चुगल हालत अब यस्तै छ भनौँ ल हेर्नुहोस् है यत्रो दामी दामी घरहरू बनिसकेको छ पुरै नयाँ अपार्टमेन्ट बनेको छ सब यो छ होइन सबै नयाँ नयाँ होइन दामी दामी छ जस तपाईँको यस्तो मजाको ठाउँ छ ल यस्तो मजा रनिङ गर्ने ठाउँ छ है विदेश हो विदेशमा मजाको ठाउँ छ क्या तपाईँ रनिङ गर्नुको लागि चाहिँ मजाले रनिङ वाक गर्नुको लागि है बिचमा गाडी हिँड्नुको लागि पनि बाबा तरिकाले बनाइसकेको साथीहरू होइन त्यस्तै छ साथीहरू ओके बाई बाई घर त सबै खाली छ गाउँवाले सब कहाँ मर गए भन्दै नि कोही सब सुनसान देख रहे गब्बर आ गया तो सब और दिल का अंदर छुप के रह गया भने यस्तो के पुरा घर यस्तो दामी एरिया यो एरियामा चाहिँ घर यस्तो दामी दामी छ कि मजा ठक्क लाएर हेर्न सुनसान होइन मजाले तर दामी कि यो एरियामा चाहिँ घर छ हेर्न मजा ठक्क है यस्तो मजाले बनेछ आफ्नो सिङ्गल अपार्टमेन्ट टक्क लाएर मजाले जस तेरे जैसा कोही नहीं आज हामी कति किलोमिटर चाहिँ आज वाक गऱ्यो होला 3 किलोमिटर वाक गऱ्यो यस्तै गरेर 3 किलोमिटर 4 किलोमिटर त्यति चाहिँ गर्नु पऱ्यो खाएर बसेर सुतेर भन्नु है त्यति चाहिँ गर्नुपर्छ साथीहरू ओके भाइ